हैन चेतनाको सहारा लिन्छौँ आवश्यक कानुनहरू बनाउँछौँ हैन यी कुराहरूले गर्दाखेरि चाहिँ के त भन्दाखेरि पहिला हामी आफै के अरे तपाईँको चाहिँ निर्वाहमुखी उत्पादन हामीमा चाहिँ हुनु जरुरी छ हामीले आफू निर्वाहित भइसकेपछि बल्ल तपाईँको चाहिँ निर्यातको कुराहरू गर्न सकिएला के कुरा गर्न सकिएला तर जुन कुरो तत्काल हामीसँग छैन जस्तै पेट्रोल छैन हामीसँग हैन अब यहाँ चाहिँ उत्खनन गर्छु अनि मात्रै नीति लिएर त के गर्ने हैन त्यसले गर्दाखेरि तत्काल हामीसँग नभएको कुराहरूलाई आयात गर्ने बाहेक हामीले यही उत्पादन गर्न सक्ने सम्पूर्ण कुरा हामी उत्पादन गर्ने हैन तपाईँको चाहिँ कार्यक्रममा योजनामा हामी लाग्छौँ र त्यो हामीले गरेर देखाउँछौँ प्रतिबद्धता हाम्रो त्यो अब एउटा सैद्धान्तिक प्रश्नहरू त गर्नुपर्छ त्यो पार्टीको अपवाद अहिले बढी चर्चामा छ तपाईँको पार्टी चाहिँ केन्द्रदेखि बायाँ सेन्टरको लेफ्ट केन्द्रदेखि दायाँ मैले अस्ति भन्नुभयो अस्ति गोलो 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 भन्नुभयो सिद्धान्त गोलो गोलो हुन्छ रहेछ बीचमा है अब छोडौँ हैन यो अस्ति मैले भने हो हामी बीचमा हौ सेन्टर हो होइन प्रश्न त एकैपटक 1000 वटा राख्न मन लागेको छ हैन अरू साथीहरूले पनि पालो पाउनुपर्छ एउटा उदाहरण यो प्रश्न नै उदाहरण है यो चाहिँ त्यो रोहितजी के छ त मान्छेको सुन्नु होला अनि यो प्रश्न यो चाहिँ उदाहरण मात्रै हो हजुर जस्तै यो त श्रमजीवी जनताको लागि काम गर्ने जस्तो तपाईँको पार्टीको त हरेक पटक त्यहाँ 9 पटक त श्रमकै कुरा आयो 9 पटक याद गरिरहेको थिएँ मैले पुरा याद गरिरहेको छु त्यो प्रश्न चाहिँ 1000 वटै सुन्न मन लाग्छ कुनै दिन पोडकास्टमा भेटौँला अन्तर्क्रियामा भेटौँला राख्नुहुन्छ होला त्यो अवसर पाइन्छ होला त्यति बेला निर्मम प्रश्न गरौँला तर नि जस्तै श्रमजीवी पार्टीले तरकारीको बारेमा बोलिदिनु पर्यो क्या गाह्रो भयो जनतालाई प्रत्येक चुलोमा समस्या छ 20-25 हजार रुपियाँ तपाईँको तलब खानेको अवस्थाहरू कस्तो यो त कालाबजारी हो भन्ने कुरो त स्पष्ट थाहा छ नि त त्यही भएर त उपभोक्ता समितिका अध्यक्षहरू बोलिरहेको छैनन् श्रम संस्कृति पार्टी पनि बोल्दै त गर्नुपर्छ होला यस्तो छ अब हामी तपाईँको चाहिँ जुन कालाबजारी त होइन बिचमा बिचौलियाकरण भन्नुभयो अब यी कुराहरू थुप्रै छ हेर्नुहोस् एउटा किसानले उत्पादन गरेकोलाई 10 जना बिचौलियाले बिचमा यसो ट्रान्सफर गर्दै लगेर किसानको चुल्हासम्म पुगेको अवस्था छ त्यसो भएको कारणले गर्दाखेरि हामीले के बुझ्नु जरुरी छ भन्दाखेरि हामी आफै उत्पादन होइन हामी आफै उत्पादन गर्ने हैन यो चेतना सुरुमा जरुरी छ म किनेर खान्छु भन्दा पनि उत्पादन गरेर खान्छु भन्ने चेतना नआउन्जेलसम्म समस्या रहि नै रहन्छ जरा चाहिँ त्यहाँ हैन त्यसो भएको कारणले गर्दाखेरि अब उत्पादन गरेर खान्छु भन्ने मनोविज्ञान हामीले व्यक्त गर्नु पर्यो नम्बर 1 मा त्यसो हुँदाखेरि कृषिले प्राथमिकता नम्बर 1 नै पाइहाल्छ सबै मनोविज्ञानबाट निकै भइहाल्छ अर्को कुरा अब कालाबजारी जुन छ हैन सबै कुरा यस्तो पनि छ नि त यो त एकाधिकार बनाउने हैन जबरजस्ती एकाधिकार बनाउने पनि छ अब कोही पैसा भएको मान्छेले सबै कुरा ठेक छ उसको मात्रै बनाउँछ अनि उसले चाहिँ तपाईको चाहिँ के त भन्दाखेरि बिस्तारै बेच्दै बस्छ अब यो कालाबजारीहरूलाई रोक्नका लागि पनि हामी संयन्त्र तयार गर्छौँ है त्यसले गर्दाखेरि अब यो तरिकाले चाहिँ हामी अगाडि बढ्छौँ र मैले यहाँको उत्तर मैले दिएँ होला हैन डिप्लोमेटिकली दिएँ ठ्याक्कै चाहिँ पुगेन कि अहिले ठ्याक्क त समय नै छैन ठ्याक्क चाहिँ समय छैन लास्ट लिउँ ल आर्थिक नीति सम्बन्धमा चाहिँ अघि तपाईँको अब डिटेलमा हामी अध्ययन गर्न लागि हो त्यो हामी बुक नै बनाएर तर मलाई अलिकति जिज्ञासा लाग्यो जस्तो अहिले हाम्रा लाखौँ युवाहरू विदेशमा छन् किन भन्दाखेरि अब यहाँ रोजगारी छैन रोजगारी सिर्जना गर्नको लागि चाहिँ कार्यक्रम के हो कसरी त्यसका लागि मैले अघि भन्नुभयो तपाईँले एक गाउँ एक तर सँगसँगै के भने अर्थतन्त्रको अर्को एउटा खण्डतिर चाहिँ निजी क्षेत्र पनि म अलिकति कन्फ्युज भएँ निजी क्षेत्रसँग तपाईँले चाहिँ निजी हामीले साइन गर्ने राज्य आफैले उद्योगहरू खोल्दै जाने हो अथवा निजी क्षेत्रलाई पनि सुन्ने कसरी लाने यसमा छ अर्को चाहिँ यो तपाईँले श्रमदानलाई हरेक कुरामा जोडिराख्नु भएको छ श्रमदान गर्दाखेरि त फेरि निःशुल्क श्रम गर्ने जनताले त्यो अर्को अर्थबाट हेर्दाखेरि चाहिँ रोजगारी फेरि होइन ज्याला चाहिँ उसको मरेको जस्तो पनि देखिने अब यस्तो छ राम्रो कुरा यो एउटा प्रश्न हो अर्को चाहिँ यो सँगै अर्को चाहिँ यो तपाईँले चाहिँ वैदेशिक ऋणहरू अनुदानहरू दिन अब भौतिक पूर्वाधारहरूको विकासको चाहिँ पूर्वाधारहरू बनाउनको लागि त फेरि ठुलो बजेट चाहियो विदेशी ऋण अनुदान नलिने भन्दाखेरि जनतालाई करको भार उठाउनु पर्ला
श्रमदानबाटै ठुल्ठुला दुःखसम्म पनि नहोला होइन। अब यस्तो छ हेर्नुहोस्, यो सन्दर्भमा अब ओभरनाइट सुन्नु न, एउटा एकैछिन यहाँ उहाँ अलिक मधुर बोल्नुहुन्छ कि, त्यसले गर्दा ध्यान दिएर सुन्नुपर्छ क्या। रोहितजी बोलेको चाहिँ राम्रो प्रश्न गर्नुहुन्छ, तर अलिकति उहाँको आवाज चाहिँ हाम्रो जीवनजीको जस्तो लाउड आउँदैन। धन्यवाद, अत्यन्तै राम्रो प्रश्न गर्नुभयो। यो अफ गरौँ न, के अरे अब रोजगारीको सिर्जना गर्दाखेरि सरकारले मात्रै उद्योग खोल्छ कि भन्नुभयो यहाँले होइन। सरकारले मात्रै उद्योग खोलेर देश चल्दैन, निजीले पनि खोल्नुपर्छ। मैले अघि भने नि, हामी लोकतन्त्रको सम्मान गर्छौँ भनिसकेपछि एउटा व्यक्तिले होइन, उसले सबै नियम कानुनहरू पुऱ्याएर प्रक्रिया पुऱ्याएर एउटा उद्योग सञ्चालन गर्न चाहन्छ, व्यवसाय खडा गर्न चाहन्छ भने राज्यले सहयोग नगर्ने, बन्द गर भन्ने नीति लिँदैन। यसो भएको कारणले गर्दाखेरि निजी उद्योगहरू पनि हामी बनाउँछौँ। र अघि मैले यहाँ तपाईँले अलिकति याद गर्नु भएन कि लामो भएको कारणले होइन, हामी चाहिँ नि पिपिपी मोडलमा होइन उद्योगहरू सञ्चालन गर्ने, ऊर्जादेखि लिएर हरेक क्षेत्रमा चाहिँ नि होइन लगानीहरू, सरकारको पनि लगानी अर्को पनि लगानी होस् भन्ने किसिमको नीति पनि हामी लिन्छौँ। निजी क्षेत्रलाई प्रोत्साहन नगर्ने भन्ने कुरा छैन। अर्को कुरा चाहिँ यहाँले भन्नुभयो श्रमदान मात्रै भन्नुभयो तपाईँले। श्रमदान मात्रै गर्दाखेरि चाहिँ अब श्रमिकको ज्याला त पाउँदैन त्यसले होइन। जस्तै कोका खोलामा मैले लाँदाखेरि अब त्यो त्यत्रोजनालाई मैले तलब दिएको भए त जागिर पाउँथ्यो भन्ने कुरा हो। अब मैले यहाँलाई के चाहिँ बुझ्नलाई अनुरोध गरेँ भने, के चाहिँ बुझ्नलाई मैले अनुरोध गरेँ भने, अहिले देश होइन तुलनात्मक हिसाबले अविकसित हो होइन र? तुलनात्मक हिसाबले त अविकसित हो नि त चाइना र इन्डियालाई हेर्दा त होइन। अब अरूसँग किन दाँजिने, अलिकति प्रगति गरेकोसँगै दाँजिनुपर्छ भन्ने पनि मनोविज्ञान लिनुपर्छ होला राजनीति गर्नेले त होइन। हाम्रो त ठिकै छ, सुडान हेर नि, त्यहाँनिर युद्धले ध्वस्त भएको छ, युक्रेन हेर्दै बस्ने त होइन होला हामी त। यसो भएको कारणले गर्दाखेरि हामीभन्दा अलिकति उन्नति गरे प्रगति गरेको देशसँग दाँजिँदा त हाम्रो देश त अविकसित हो। यसो भएको कारणले अब बजेट पर्खिराख्दा, योजना पर्खिराख्दा, अब जस्तै त्यो कोकाको पानीकै कुरा गर्दा पर्खिराख्दा अहिलेसम्म योजना पर्ख्यो भने अहिलेसम्म सर्वे मात्रै गरिराख्छ होइन। वन ल्याएर रोकिदिन्थ्यो, के लफडा यो त्यो, त्यसले गर्दाखेरि हामीलाई छिटो विकास चाहियो। देशको विकास होस् भनेरै श्रम संस्कृति पार्टी चाहिँ स्थापना भएको कुरा म जानकारी गराउन चाहन्छु तपाईँ मार्फत सबै नेपाली दाजुभाइ दिदीबहिनीहरू। देशमा अविकास भइराखोस्, ढिलासुस्ती भइराखोस्, गफ मात्रै गरौँ होइन भन्ने किसिमले यो चाहिँ स्थापना नभएको कारणले देश विकासलाई मध्यनजर गरेर त्यसमा अर्जुन दृष्टि राखेर हामीले श्रमदानको विधिलाई हामीले अपनाउनै पर्छ भन्ने हो। तर त्यसो भइरहँदाखेरि अब अरू श्रमिकहरूको के हुने भन्ने कुरा जुन आयो होइन, सबै श्रमदानै मात्रै भइरहेको छ भन्ने होइन। हामीले दुई धारे विकास गर्नु, दुई धारे तरवार भन्छ नि, यता पनि काट्ने यता पनि काट्ने होइन, त्यस्तो खालको हुनु पर्यो। योजनाको कामहरूबाट पनि अगाडि बढाउनुपर्छ जसमा श्रमिकहरूलाई ज्याला दिइन्छ होइन। अब श्रमदान मात्रै गर्ने, ट्याक्स नउठाउने, रेड बुक पनि नबनाउने भन्ने नीति होइन हाम्रो फेरि होइन। रेड बुक पनि बन्छ, योजनाहरू पनि नीति पनि बन्छ जहाँबाट चाहिँ तपाईँको श्रमिकहरूलाई ज्यालामा प्रयोग गरेर कामहरू हुन्छ भने श्रमदानबाट पनि बनाउनुपर्छ हामीले। त्यसको उदाहरण त हामीले धरानमै दिएको छ होइन, श्रमदानबाट पनि बनाउँ। त्यसो गर्दा चाहिँ के हुँदो रहेछ भने श्रमदानबाट गराउनुको तपाईँको चाहिँ उद्देश्य चाहिँ धेरै छन् होइन। श्रमदानबाट गरिसकेपछि चाहिँ पब्लिक आफै इन्भल्भ भइसकेपछि चाहिँ उसलाई देशको माया पनि लाग्दो रहेछ। देशको माया नलाग्नुको कारण चाहिँ हामीले पसिना यो देशमा बगाउनु नपाएर, नचाहेर होइन, नदिएर पनि हुँदैछ क्या होइन। त्यसले गर्दाखेरि चाहिँ एउटा जस्ट होइन पर्चेज एन्ड सेल है, किन्ने र बेच्नेको रूपमा मात्रै एउटा चाहिँ जग्गालाई पनि हामीले हेरिराखेका छौँ होइन। खनजोत गर्ने किसानलाई जति उसको बारीको माया लाग्छ नि त्यति माया जग्गा व्यापारीलाई लाग्दैन क्या। त्यसले गर्दाखेरि जनतालाई देशसँग जोड्नु पऱ्यो नि मैले होइन। गफले मात्रै जोडेर हुन्छ त? मैले भाषण गरेर हुँदैन। गफ त म गर्नु सक्छु होइन, 6 महिना गरिदिन्छु, के छ र, गफ गरेको मिठै दिन्छु फेरि, थाहा छ मलाई। तर जनतालाई माटोसँग जोड्ने विधि चाहिँ मेरो के हो त? गफ मात्रै गरेर जनतालाई माटोसँग बित्ने श्रमदाता हो नाचेर मात्रै त भएन भन्दाखेरि चाहिँ त्यो श्रमदानको विधि मार्फत मात्र यो देशलाई, यो देशको माटोसँग चाहिँ जनतालाई जोड्न सकिन्छ। त्यसले गर्दाखेरि श्रमदानलाई हामीले बढावा दिनुपर्छ र दिन्छौँ होइन, निरन्तर रूपमा बढ्छ भने। अब यतापट्टि तपाईँको छैन श्रमिकको, मैले यहाँनिर श्रमिकको हक अधिकारको श्रम तथा रोजगारमा पनि भनेको छु। अब श्रमिकले अहिले
भनेको ज्याला पाएको छैन। त्यो भानुचोकमा हेरौँ भने 5,000मा महिनाभरि काम गर्ने बहिनीहरू छन्, अहिले खोज्नु जाँदा छैन। तर उसले भन्दैन बिचरा, किन भन्दैन भने भनिस् भने त्यति पनि निकालिदिन्छु भनेर आयो हुन्छ होइन। अनि भोलि तपाईँको छैन, उसको कानुन केही पनि छैन होइन, राज्य पनि छैन है। ऊ आफैले पनि बोल्दैन क्या, 8,000मा गरिरहेको हुन्छ, कति पाउँछ तलब भनेर भन्यो भने म त 27,000 पाउँछु भन्छ होइन। त्यहाँ 8,000 भनिस् भने चाहिँ होइन, तिमी जस्तो त कति छ बहिनी भाइ, विशेष गरी लेडिजलाई यो विभेद गरेको छ है। यो अधिकार कर्मीहरूले अब हामी चाहिँ नै हाम्रो थुप्रै हुनुहुन्छ, हाम्रो शान्तिजी तपाईँहरू पनि महिलाको लागि लडेको, यो विषयमा पनि एउटा रिसर्च गर्नुहोस् तपाईँहरू है। हामीले लडिदिनुपर्छ, मुद्दै लडिदिनुपर्छ होइन। यसरी श्रम शोषण भएन त्यो होइन। महिनाको 5,000 भनेपछि दिनको कति भयो है? दिनको त तपाईँको एकदम थोरै भयो। अनि दिनको त्यति 5,000, महिनाको 5,000 कमाउनेले भात केले खाने, केटाकेटी केले पढाउने? तर 1 रुपियाँ पनि नहुनुभन्दा समथिङ इज बेटर देन नथिङ भनेर उ त गइराखेको छ। त्यस्ता कुराहरूमा हामी काम गर्छौँ होइन। र व्यापक रूपमा श्रम गर्ने मान्छेहरूलाई न्याय दिने हाम्रो चाहिँ प्रयास रहन्छ, निरन्तर हामी लागि नै रहन्छ। र यसरी अब यो श्रमसँगै जोडेको कारणले श्रमिक र श्रम होइन भन्ने कुराहरूको त एकदमै सेन्टिमेन्टल एट्याचमेन्ट हामीसँग रहन्छ र त्यो चिज त्यो कुरा हो त्यो कुरा। अब यस्तो छ, सुन्नुहोस् है, मैले एउटा ठ्याक्कै यहाँनिर एउटा कुरा भनौँ कि नभनौँ जस्तो लागेको छ, भनौँ कि नभनौँ जस्तो लागेको छ, तर भन्नै पर्छ होला है।